हेलो साथीहरु नमस्कार अनि स्वागत छ मगर तीव्रता भ्लग युट्युब च्यानलमा। आज चाहिँ हामी पिरालु बेसार सुटो अदुवा के लाउन हिँड्यौं। हामी छोराबट्टी चाहिँ मल पुगेर घर फर्किसक्यो। हामी आमा छोरी सान्ज्या अन्टी भतिजी लगाउँदैछौँ पिरालुको सिजन त फागुन र वैशाखमा हो। अनि हामी चाहिँ के सागना भागा लगाइहाल्यौँ। पानी परेको थियो, अब पानी परे बेला चिस्यान भए बेला लगाइहाल्नुपर्छ भनेर आज चाहिँ लगाउँदैछौँ। आज एकछिन पिरालु लगाएर हामी चाहिँ दसैँ मनाउँदैछौँ हो साथीहरू। मगर तीव्रता भ्लग कस्तो लाग्छ तपाईँहरूलाई मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला। हामी आज यो मल बोकेर डोगा कति छन् त्यतिजना मान्छे छन् कि छैन नि। आज पिरालु लाउनलाई पिरालु बेसार यसरी ढिकढिकमा खन्दैछौँ। गाई गोरु कोहीले पाल्दैनन्, गाई गोरु पाल्यो भने लेखतिर छन्। यसरी कुटैले कोदालाले खनेर यसरी खन्दैछौँ। अब तिहारै बेला मान्छेले छोरी बहिनीलाई बसाल्छन्। अब छोरी बहिनी आयो बेला यसरी पिरालु लाउने बेसार लाउने हामी यसरी खन्दैछौँ। आज आमा छोरी अघि छोराहरूले बोकेर मल बोके फाल्दैन भाइ क्या। अब हामी आमा छोरीले लाउँदैछौँ पिरालु। साथीहरू पिरालु खान मनपर्छ, गाभा मनपर्छ, पाते पाब्रो मनपर्छ, सुगाको पाब्रो मनपर्छ, गाभा मनपर्छ, लट्या पाब्रो मनपर्छ, पिरालुका गाना मनपर्छ भने तपाईँहरूले लाइक कमेन्ट गर्न सेयर सब्सक्राइब गर्न नभुल्नु होला। त्यो डिजाइनले के गर्ने हेर्नुहोस् त यस्तो छ गाउँले जिन्दगी दुःख छ। मेसिन छैन, गोरु चाहिँ माथि लेकतिर छन् यसरी खनेर लगाउने। अहिले यो फागुन चैतमा लगायो भने पछि खाने हुन्छ नि त। त्यस्तै छ। अब हामी आमा छोरी यसरी लगाउनु पर्यो खनेर। छोराले अहिले त खनि फाल्दैन यस्तो बनाइ फाल्दै गयो। यसलाई जिलाइ कलाई बनाएर लगाउने। लु गाबाले गाउने भान्जा ल्याइ भन्थ्या बाबाले भनिनु पहिला गीत गान्थ्यो। अहिले त त्यो भने अब मार्दैछन् बड्डाले। हेर्नुहोस् अबतिर मजा छोडेर आउने आउँछन् नआउने नआउँछन्। रेलगाडी चल्यो भने जस्तै भन्नेले भन्नुहुन्छ हामी मल बोक्दै गर्ने काम गर्दै गर्ने। त्यस्तै हो। आज क्यामेराम्यान धेरै नाच्नु किच्च तारो भएर ए मिरनले बोके हेर्दै हो। कस्तो काम चोर रहेछ अरे त। तिमी त लागि मैले अल्छी लाने भनेको मैले यस्तो छ। यो त के गर्नु हो र, यो त डुगर थियो। हिँड्न डुगा त यस्तो उठेर यसो गुरुमा देख्नु उठेर बसेर मन लाग्छ पिराललाई। त धुलो मल भए चाहिँ राम्रो हुन्छ। बिहान घाम लागुन्छ गरी सुत्ने। अहिले घाम आइगयो नार्नेमा। अहिले काम गर्नु पर्यो हुन्छ काम। बिहान पनि मोबाइल हेर्ने रातभरि। बिहान 10 बजीसम्म खुवा झिङ्गेको नाच्न पसुन्जेलसम्म घुर्ने। अहिले त घाम रहेर काम पुग्यो। यो भर्यो हाल्ने मल पिरालु यसरी काटेर पहिला यस्तै डल्ला यो पिरालुलाई काटिकन
यसरी काट्ने अनि लगाउने पिँडालुको सिजन। अनि यो चाहिँ बेसारको बिउ साथीहरू, बेसारको बिउ यसरी लगाएर अन्त थोरै हुन्छ। अनि यसरी खन्ने आज चाहिँ ढिगोतिर मल जाला है, यसरी खनेर लगाउने। आधा चाहिँ लगाइसक्यौँ, आधा त्यस्तो मल। कति टाढो फल्छ यो हौ, अहिले त मस्तै पर्छ यो त पिराल नलाएको नि। सायद यो पिरालो पर्छ पुग्दैन क्या। यो पिराल त सिलाउनु तिम्रो जार कानबाट सिलायो मलाई बुझ्यो बुझ्यो त खालो हो। त्यसो बाटो हुन्छ अब ऊपर से मल डालना तो फिर अब यसरी वो धेरै पर्दैन। चिसो लाउनु के भएको अर्को क्यारी खानु आएको लाउनु खनिँदै दुबो आयो भने त पछि के राख्नु। टाढा टाढा लिँदै गएको तिमी त। छोरी लाउँदै हो त्यसो टक्क टक्क बास 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 हुन्छ। त्यो त आइडिया ठिक छ। हाम्रो त गाउँघरमा ढुङ्गाको चुलो छ, भाग्यको के कुरा मेहनत ठुलो छ, भाग्यको के कुरा मेहनत ठुलो छ। मेहनत नगरेर कहाँ खान पाइन्छ। मैले परासु बाख्रा हालेँ त अहिले त्यहाँ छँदैछ। त्यो लगभग हिटीसम्म सकिजान्छ जस्तो जस्तो लाग्यो मलाई नि। साथै बाटो नि मन लाग्छ र ठिक छ ओके। यसरी मल बाख्रा हालेर पनि हुन्न, यो अलि धुलो मल भए राम्रो हुन्थ्यो होला, यो स्याउलो मल भयो भने। अनि अलि गाह्रो गाह्रो छ। बास भोग्ल्यो भने पेट्नु मुसा धुनु लाग्यो क्या। कसै अलि माटोले पुऱ्यो है, पुऱ्यो त्यो नपुर्याएपछि सुइजान्छन् क्या। यस्तै पुर्याएपछि स्याउलाले मात्र नपुर्यो, अहिले त माटोले पुर्ने भनेपछि
नत्र उयो जान्छ माटो नि पुर्नुपर्छ अझ बाटोमा नले माटो पनि स्टार यसरी लाएर अब अब मलाई हाल्नुहोस् त तपाईँ त्यहाँ नबस्नुहोस् त उठ्नुहोस् भोग भन्ने कुरो उहिला मान्छेले बाली पाकुन्च्यु नि बाटो हेर्थ्यो अरे एकछिन यति पिराले लाउन्जेलसम्म भोक लाग्यो भन्ने कुरो के हो यो गाईजहरू अहिले चाहिँ 9 बज्दैछ उहाँले भोक लाग्यो भन्दै हुनुहुन्छ अब पिरालो पनि लगाइसक्यौँ लगभग अब यति बाँकी छ र अब गोर्दै सुटाका अदुवा क्या सुटो भन्छौँ तपाईँ ठाउँतिर के भन्नुहुन्छ अदुवा लाउने हाम्रो कोसिस जारी हुनेछ सल्लाउँदै घर मेरी जोइ छ एउटा छोरा दुईटी छोरी भन्ने एउटा बड्डो भाइरल भएको त्यस्तै ल केटी मलाई त होइन यस्तै गरेर यो चैतामासको हुरीले भन्ने जस्तै गर्न यो भरि पत्ता पुतुङ्ग उडाइदिएल्छ त्यही पनि यस्तरी अलि राम्ररी पुरेर पारेर माटोले बनाइहाल्नु त केटी हो त्यसलाई पुरै बस अझै चैतामासको हुरीले डाली लर्कायो बैगुनीको मायाले छाती चर्कायो कोहीले बसेर गीत गाउने कोहीले खन्ने भनेर रिस उठाउनु भएको छ उहाँले अलिक पुरपुर त्यो खुट्टोमा छ क्या त्यो ल अझै भने जस्तो गरी यो राम्रो नकुहिया मल यो हावाले उडाइदिन्छ फुर्र पार्न त्यही भएर यसरी माटोले पुर्याएपछि बल्लै हुन्छ ल साथीहरू हामी चाहिँ पिरालो लाएर भ्याएर पनि यो अदुवा लगाउनतिर लाग्यौँ है त ल सक्यो अदुवा पनि लगाइयो बेसार पनि लगाइयो बेसार होइन लगाइयो पिरालो सबै चिज लाग्यो तिनटै चिज लाग्यो ल अर्ग्यानिक आजभोलि अर्ग्यानिक चाहिँ लगाइएन भने पछि अर्का माग्नुभन्दा लगायो अनि पछि अलिअलि भयो भने निकाल्दा खाँदै गऱ्यो ल्याउनुहोस् त एउटा चोइलो एउटा गानो दिनुहोस् त भन्नुभन्दा आफूले लगाएपछि थोरै गानो खानुहुन्छ साथीहरू सकियो साथीहरू अब चाहिँ हामी घरतिर लाग्यौँ सकिने पनि सकियो भोक पनि लाग्यो मुसा पनि दौडियो पेटमा त्यही छ लगभग लगभग सकियो साथीहरू पिरालु अदुवा बेसार लगाएर पनि सकियो अब यसलाई छापा राख्ने बाँकी छ 1-2 दिनमा चाहिँ छापा राख्छु उफ्रोपट्टि हो पर चाहिँ राखिसकेको छु थोरै अब छापा ल्याउने किदुका छापा पाइन्छ हाम्रो ठाउँतिर अब त्यो किदुका छापा राख्ने साथीहरू यस्तो छ अब डोगा यसरी बोकेर घरतिर जाँदैछौँ है त पलाए बनपाखा सम्झनाले टोलाए आँखा डाली पलायो तर माया पलाएन यति त टोलाएन झन्डै डोलाएन गीत पनि गाउने कलाकार कहाँबाट निस्किआउन् गाह्रो छ यति नगाए त रमाइलो पनि हुँदैन क्या जिन्दगीमा ताइला तुइका गीत पनि गाइहाल्ने यस्तै छ है हामी त्यही छ जिन्दगी हिँड्यो केटी हिँड्यो यस्तो छ हिँड्ने सम्झना तल तल आउँछ नि कल कल बिर्सेर पनि सम्झना झलझलको लैलै आइहाल्छ गीतै बिर्सिने त के हो यस्तो
बिनायो कङ्कङ बिनायो कङ्कङ ए कान्छा घुम्न जाँदैलै मलाई हङकङ बजाउँदै बाजा दिलैको राजा भेट भयो आज के साह्रो रमाइलो लैलै दुनियाँमा जा आइया गहुँ पनि पाक्न लागे म जिउरातिर प्याला प्याला हुन लाग्यो अनि अब खडेरी पर्ने समय हो नि त पुरै वनपाखा पनि नाङ्गै हुन लाग्यो त्यस्तै छ डाली पलायो तर माया पलाइन यति त पलाइन झन्डै बोलाइन किन टुक्रिया हौ